हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल टक एन्ड ब्लगमा। यदि तपाईले हिजो एउटा मेरो सर्ट भिडियो हेर्नु भएको थियो भने आज चाहिँ त्यही भिडियोको एक्सटेन्सन भिडियो हो। त्यो सर्ट भिडियोमा चाहिँ मैले कुवाको बारेमा भिडियो हालेको थिएँ। आज चाहिँ मैले त्यही कुवा जाने ठाउँको कतातिर छ कुवा भन्ने लोकेसनको मैले भिडियो हाल्न लागेको। यो चाहिँ मेरो गाउँ खातबारी भन्दा तल पिप्ले भन्ने ठाउँ हो। अनि मेरो ससुराली चाहिँ यताबाट तल हो हैन। यहाँबाट चाहिँ मैले कुवा जाँदैछु। यसरी घरहरू पर्छ। यसरी खेतको डिलबाट जानुपर्छ। पछाडिको गाउँ चाहिँ सकियो हैन। अब यसरी खेतबारीहरू छन्। अनि त्यो अगाडिपट्टि ठाउँमा चाहिँ कुवा हो। म आज पनि नुहाउन नै हिँडेको हो। साह्रै गर्मी छ। यस्तो चर्को घाम लागेको छ कि कुरै नगरौँ हैन। त्यही भएर पनि नुहाउन जान लागेको हो। अनि कुवा भनेको चाहिँ पृथ्वीले, जमिनले अनि रुख बिरुवाहरूले दिएको उमारेको पानी हो हैन। यो चाहिँ एक हिसाबले नेचुरल फ्रेस वाटर भन्न सकिन्छ। त्यो पानी मजाले पिउँदा पनि हुन्छ, केही फरक पर्दैन। अनि यसमा चाहिँ जमिन मुनिको रुखहरूबाट आएको मिनरल्सहरू पनि मिसिएको हुन्छ। कहिलेकाहीँ चाहिँ कुवामा लेउ लागेको हुन्छ हैन। त्यसको लागि यहाँको मान्छेहरूले माछा हालिदिएको हुन्छन्। र कुवा भएको ठाउँ चाहिँ यही हो। अनि यसरी लेउहरू लागेको हुनसक्छ हैन। लेउ खान्छ भनेर चाहिँ मान्छेले माछाहरू भ्याकुताहरू हालिदिएको हुन्छन्। अब मस्त नुहाइन्छ। अनि चिसो हुन्छ पानी। अनि आनन्द आउँछ कि यो पानीले नुहाउँदाखेरि चाहिँ। अब मेरो भिडियो हेरिदिनु भएकोमा धन्यवाद। यदि मैले बनाइरहेको भिडियोहरू तपाईहरुलाई मन पर्छ भने प्लिज च्यानललाई सब्स्क्राइब गरिदिनु होला। धन्यवाद। Pulling up black windows once you go down. You must be crazy if you think that I'ma slow down. Don't wanna hear it talking shit, fuck the drama. Keep it coming, I'ma send you to your mama. Mr. Whip, 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 and the guns out. Dropping bodies in the place till the sun's out. Can't fuck with this, I'm going to try. But when the bullets fly, I'm the last one to die.